के अरे ब्याट्रीको चाहिँ भोल्टेज कसरी नाप्ने, डिसी ब्याट्रीको चाहिँ भोल्टेज कसरी नाप्ने मल्टिमिटरको युज गरेर त्यो कुरा हामीले देखाउन गइरहेको छौँ। यो मल्टिमिटर भनेको के हो, धेरैवटा कुराहरू मेजर गर्न सकिने डिभाइसलाई भन्छौँ मल्टिमिटर। मल्टिमिटरमा जस्तै हामीले करेन्ट पनि दुई किसिमको हुन्छ, एसी र डिसी करेन्ट, भोल्टेज पनि दुई किसिमको भयो, एसी भोल्टेज र डिसी भोल्टेज। अनि हामी त्यसपछि रेजिस्टेन्स नाप्न सक्छौँ रेजिस्टरको, त्यसपछि हामी ट्रान्जिस्टरको पनि हामी के अरे मेजरमेन्ट लिन सक्छौँ। यी तमाम कुराहरू एउटै डिभाइसमा नाप्ने भएकोले यसलाई भनिन्छ मल्टिमिटर। मल्टिमिटरको पछाडिमा स्ट्यान्ड हुन्छ, हामी राख्दाखेरि टक्क यसरी स्ट्यान्ड जस्तो मिलाएर राख्नु पर्यो। अनि कुन कुरा नापिरहेछौँ त्यसलाई यहाँ मिलाउनु पर्ने हुन्छ, त्यसको रेन्ज हामीलाई अलिअलि ज्ञान हुनु पर्यो होइन। त्यसपछि पोजिटिभलाई यसमा राख्नु पर्यो, जहिले पनि पोजिटिभ टर्मिनल अलवेज सुड बी द राइट साइड। अनि त्यसपछि बाँकीलाई हामी चेन्ज गर्नु पर्यो। ल आज म रञ्जनालाई एउटा ब्याट्रीको डिसी भोल्टेज नाप्न दिइरहेको छु र रेजिस्टरको रेजिस्टेन्स नाप्न दिइरहेको छु। ल रञ्जना ल गर त, ल नाप त यसलाई कति हो मलाई भन्नु पर्यो है। ल भन्दै पनि जानुहोस् के गर्नु पर्यो। एउटा पोजिटिभ टर्मिनल हो, एउटा नेगेटिभ टर्मिनल हो। ब्याट्रीको पोजिटिभ टर्मिनलमा पोजिटिभ टर्मिनल मिलाउनुहोस्, नेगेटिभ टर्मिनलमा नेगेटिभ टर्मिनल मिलाउनुहोस् है। ब्याट्री चाहिँ एउटा मिलेको छ कि छैन जस्तै ब्याट्रीको हेर न, ब्याट्री पोजिटिभ नेगेटिभ यहाँबाट हेर्न पाइन्छ क्या। यो साइडबाट यो कुन हो, नेगेटिभ साइड हो होइन। त नेगेटिभ भनेको कुन हो, यो ब्ल्याक साइड के हो त नेगेटिभ भयो। अनि यो भनेको पोजिटिभ साइड हो। यो पोजिटिभ भनेको यो टर्मिनललाई पोजिटिभमा राख्नु पर्यो, अनि यसलाई केमा राख्नु पर्यो, नेगेटिभमा राख्नु पर्यो। ल पहिला त्यो रेन्जमा हाल त, पहिला के अरे कुन मोडमा राख्ने, डिसी भोल्टेजको मोडमा राख्नु पर्यो है। ल अब तिमीले सबै चेक गर, भएको भएन देखायो हो। कति कति भोल्टेज छ यो ब्याट्रीको, कति भोल्ट छ, 4.5 हो 4.54। एक दुई त फ्लक्चुएट भइरहन्छ, यो मिलिरहेको छ। अब ल मिलिरहेको छ। त्यसै गरी हामी रेजिस्टेन्स पनि नाप्छौँ, यसलाई हामी रेजिस्टर भन्छौँ। यो रेजिस्टर भनेको के हो त, रेसिस्ट गर्ने, करेन्टलाई रेसिस्ट गर्ने, भोल्टेजलाई रेसिस्ट गर्ने है। अब कति भोल्टको करेन्ट फ्लो भइरहेछ त्यसलाई रेसिस्ट गर्नु पर्यो भने त्यसलाई हामी रेजिस्टरको युज गर्छौँ। यसको पनि चेक गर्छौँ। ल यसको चेक गर्ने सबैजना यही आफ्नो हुन्छ नि। अब रेजिस्टेन्स हामी केमा नाप्छौँ, ओममा नाप्छौँ है, ओममा नाप्छौँ। ल यसको रेजिस्टेन्स कति छ, ल भन त। 0.080 छ। कति छ, 0 यस्तो चाहिँ होइन होला, 0.00 चाहिँ छैन। त्यहाँ राख्न नजाने होला। अर्को साइड गर त, अर्को साइड गर त। यहाँले रेन्ज बढी भयो, यति सानोमा गर, त्यो रेन्ज धेरै रेन्जमा दिँदैन। 1 आयो, अब आयो अब 75.5 है। यति हाम्रो के भयो त ओम रेजिस्टेन्स छ। अर्को पनि नाप त, अर्को पनि नाप है। त्यति त त्यति छ, कति छ, सब त्यही हो। यसो कति छ, 138.0 हो 138.0 ओहम छ है। ल अब यति कुरा भयो। आज हामी दुई तिनवटा कुराहरू सिक्यौँ। के कुरा सिक्यौँ, मल्टिमिटर भनेको के हो, मल्टिमिटरमा कुन कुन कुराहरू मेजर गर्न सकिन्छ, डिसी करेन्ट कसरी नाप्ने होइन, त्यसको मेजरमेन्ट र प्र्याक्टिकल गऱ्यो भने। अब रेजिस्टरहरूको बारेमा होइन सिक्यौँ, रेजिस्टरको रेजिस्टेन्स नाप्न सिक्यौँ। आजको क्लास यति हो। के हो, के हो के